विकास की बजेट बचाउने खेल 45 दिन नपुग्दै चर्कियो सुनपतिको नयाँ ढलान। हजुर दर्शकवृन्द, विकास त भयो तर टिकाउ कति दिन? 2 हप्ता। सुनपति गाउँपालिका वडा नम्बर 4 डहु जोरधारादेखि खोप्लटोलसम्मको यो करिब 200 मिटर सडक ढलान हो। आर्थिक वर्ष 2083-82 को बजेटबाट भर्खरै असारमा सम्पन्न भएको यो सडक 28 दिनसम्म सुकाएर चलाउन थालिएको 2 हप्ता पनि भएको छैन। तर विडम्बना, आज यो सडकका 20औं स्थानमा ठाउँ-ठाउँमा यसरी गहिरा चिरा परिसकेका छन्। हो, सडक ढलान भएको 2 हप्तामा यसरी चिरा पर्नु सामान्य कुरा होइन। इन्जिनियरिङ मानक अनुसार ढलान गर्दा सिमेन्ट, बालुवा र गिटीको सही अनुपात रेसियो नमिलाउँदा, पानी राम्रोसँग नसिकाउँदा वा ढलान तलको माटो राम्रोसँग कम्पेक्सन तह मिलान गर्न नसक्दा यस्तो हुन्छ। ढलानको सामानमा गिट्टीभन्दा बालुवा र कमसल सिमेन्टको प्रयोग बढी भएको प्रष्ट देखिन्छ। के जनताको करबाट आएको बजेट यसरी बालुवामा पानी हालिझै खेर फाल्न पाइन्छ? कि ठेकेदारको नाफा बढाउन गुणस्तरमा सम्झौता गरिएको हो? वर्षौंदेखि धुलो र कडा हिलो खेप्दै आएका यहाँका स्थानीयवासीले ढलान भएपछि अब दुःखरहित यात्रा होला भन्ने आशाका सास फेरेका थिए। तर उनीहरूको खुसी 2 हप्ता पनि टिकेनन्। अब वर्षायाम सुरु भएपछि यी चिराहरूभित्र पानी पस्नेछ र यो पुरै ढलान उप्किएर सडक झनै जोखिमपूर्ण बन्नेछ। हिजोसम्म सडक नहुँदा दुःख थियो, आज गुणस्तरहीन ढलान भएका कारण राज्यको लाखौं सम्पत्ति स्वाहा भएको छ। हामी सम्बन्धित स्थानीय सरकार र प्राविधिक टोलीलाई सम्झाउन चाहन्छौँ। सार्वजनिक खरिद ऐन अनुसार हरेक निर्माण कार्यको कम्तीमा 1 वर्षको मर्मत अवधि हुन्छ। सडक हस्तान्तरण नहुँदै र सञ्चालनको 2 हप्तामै यसरी भत्किनु भनेको ठेकेदारको ठाडो लापरवाही हो। यस्तो अवस्थामा सोही ठेकेदारलाई आफ्नै खर्चमा यो सडक पुनः गुणस्तरीय ढलान गराउन लगाउनु स्थानीय सरकारको कानुनी र नैतिक कर्तव्य हो। त्यसैले हाम्रो यो भिडियो मार्फत सुनपति गाउँपालिका, वडा कार्यालय र सम्बन्धित इन्जिनियरहरूलाई सिधा प्रश्न छ। 1. 2 हप्तामै फुटेको यो सडकको जिम्मेवारी कसले लिने? 2. के यो आयोजनाको अन्तिम भुक्तानी भइसकेको छ? यदि छैन भने अनुगमन नगरी भुक्तानी नगरियोस्। 3. ठेकेदारहरूलाई तत्काल कालो सूचीमा राख्ने वा पुनः ढलान गर्न लगाउने आँट स्थानीय सरकारले गर्छ कि गर्दैन? जनता चुप लागेर बस्ने छैनन्। कागजी विकास होइन, हामीलाई दिगो र गुणस्तरीय विकास चाहिन्छ। सम्बन्धित निकायको ध्यान समयमै जाओस् भन्न चाहन्छु।